भाइ हजुर सुर्ती खानु भएको छ क्या हो के ओहो यो सुर्ती के लेखेको छ थाहा छ त्यसले तपाईँले कति भयो सुर्ती खानु लाग्यो म त 8-10 वर्षै भयो नि 10 वर्षै भयो यही जिते सुर्ती खानुहुन्छ अँ यही सुर्ती अँ अरू खानुहुन्थ्यो कि यही खानुहुन्थ्यो यही ओहो ल हेर्नुहोस् त यहाँ यस्तो चाहिँ चित्र दिएको छ अँ यहाँ के लेखेको छ हेर्नुहोस् त सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ सुर्तीजन्य पदार्थ सेवनले ज्यान लिन्छ यो माथि यसरी लेखेको छ यहाँ यत्रो चाहिँ यो चित्र दिएको छ यहाँ क्यान्सर भएको यहाँ तल फेरि के लेखेको छ भने सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ खैनी सुर्ती सेवन गर्न छोडौँ भनेर लेखेको छ यहाँ त्यही लेखेको छ अनि यो हेर्दाखेरि सेन्ट राम्रो आउने तर सबैभन्दा स्वास्थ्यलाई हानिकारक छ पैसा पनि जोगिन्न स्वास्थ्य पनि जोगिन्न त्यसपछि आज विश्व सुर्ती विरुद्धको दिवस पनि हो तपाईँ आजैदेखि छोड्न तयार हुने कि नहुला मैले फाल्दिएँ भाइ सुर्ती हाल्नुहुन्छ ल मैले पनि फाल्दिएँ अरूलाई पनि खान दिने छैन खानेलाई कारबाही गरिन्छ होइन त सुर्ती मैले फाल्दिएँ ल आज ल आजदेखि नखानु है नखाने आज ल दाजुभाइको सल्लाह यही भयो पाठा काट्ने बरु पाठा खाने बेलुकी भुट्टा गर्ने खाने आजको कार्यक्रम हाम्रो त्यही है ल सुर्ती छोड्ने 10 वर्षदेखि सुर्ती खान छोडेको अवसरमा आज पाठा काट्ने मासु खाने आजदेखि सुर्ती नखाने नखाने दाजुभाइ सल्लाह यही भयो नि यही भयो ल अरूलाई त्यही भन्नुहुन्छ नि अरूलाई पनि त्यही भन्ने ल ठिक छ ल ल ल ल ल